खैमा गाडीलाई पर्खेर त्यो गाडी त बनेन हामीलाई लिन अर्को गाडी आयो त्यो गाडीमा जाँदैछौँ 1 घन्टासम्म यहाँ बाटोमा हामी नाचेर यो गाडी आएको छ लिन अब हामी कति बेला गएर पिकनिक खाएर कति बेला फर्किने हो थाहा छैन 2 वर्ष त्यो गाडी चाहिँ त्यही छ पर्खिरहेछ हाम्रो नयाँ गाडी लिनलाई 1 घन्टाको पर्खाइपछि आयो अब हामी पिकनिक स्थलमा कति बेला पुग्छौँ हजुरहरूलाई त्यो पिकनिक स्थलमा पुग्यो भने जानकारी पुगेर भनेपछि जानकारी दिनेछौँ र गरेको रमाइलो खाएको कुराहरू पनि देखाउनेछौँ प्लिज पार्ट 1 पार्ट 2 गर्दै हेर्दै गर्नु होला लाइक सब्सक्राइब गर्नु होला यता हाम्रो नेत्रा म्याडम हुनुहुन्छ हाई गर्नु भनिदिनु के भन्ने हो रमाइलो भजे गाडी बिग्रियो भने बिचबाट न त कहाँ रोक्थ्यो त हैन रमाइलो भयो फोटो खिच्यौ हामीलाई ढिलो छ नेपालका मान्छे छोडेर ओके